वेलकम माई युट्युब च्यानल। हामी चाहिँ ड्राई पिकनिक आएको छौँ। कस्तो हुन्छ हामीलाई अन्तिमसम्म हेरेर साथ अनि सपोर्ट दिनु होला अनि लाइक अनि कसले सब्सक्राइब गर्नु भएको छैन सब्सक्राइब पनि गरिदिनु होला है। थ्याङ्क यू सो मच वाचिङ द भिडियो। यहाँ चाहिँ हामी वेटिङ गर्दैछौँ दिदीहरूलाई। दिदीहरू चाहिँ सामानहरू खानेकुराहरू बोकेर आउँदै हुनुहुन्छ। हामी पिकनिक जानको लागि रेडी भएर विवेक चाहिँ आइमो गर्दै हुनुहुन्छ क्रोसेन भाषा है। यो चाहिँ गाइजहरू आइमो भनेको चाहिँ छिटो छिटो आउनु होला। हामी चाहिँ पिकनिकको लागि हतार भइसकेका छौँ। हामी चाहिँ ड्राई पिकनिकको लागि रेडी। मैले बोकेको छु के खोइ त पुष्पा दिदी ड्राई पिकनिकको लागि रेडी गाइज फाइनली। धेरै खाएर होला टुस भइरहेछ अरे दिदीलाई। हेर्नु न मेरो युट्युबमा उहाँलाई के भन्छ अटेन अरे क्या गाइज। तर अर्काको अर्काको हो के हाम्रो कान्छी बहिनीको चाहिँ मैले ब्याग छु अहिले हाम्रो खोइ दुईजना दाइ दिदीहरू कता जानुभयो? मुना मदन अनि ला डोरेमनको त यता डोरेमनको वाइफ दुईजना छुटेछ अनि अर्को चाहिँ यहाँ थाहा भएन। अनि सरिता दिदी यता हुनुहुन्छ। सुजुका सुजुका र डोरेमन हिडेम सबैको हातमा चाहिँ झोला छ होइन। आफ्नै पारा हुन्छ। चस्मा चाहिँ लास्टै ठुलो लगाइन्छ। पुष्पा दिदी एक्सचेन्ज गर्नु पर्यो जस्तो चस्मालाई। चस्मालाई एक्सचेन्ज गर्नु पर्यो जस्तो एकचोटि। यस्तो राम्रो राम्रो ठाउँ छ बेनको बात। चस्मा चाहिँ ठुलो भएको गाइसक्यो चाहिँ मलाई। दुईजना चाहिँ यता हुनुहुन्छ डोरेमनको र मुना मदनको जोडी चाहिँ छुटिरहेको छ यहाँ होइन। गाइज वेलकम छ हाम्रो बेनको बाजमा चाहिँ भाइरल हुने भयो। वेलकम छ माई युट्युब च्यानल। यहाँ चाहिँ फिलिपिनो दुईजना घाम भयो गर्मीले। सबैजना चाहिँ यहाँ एकछिन बसेको। ड्राई पिकनिक जाँदा थाक्दो पनि रहेछ हिँडेर जाँदा। सबैजना घामले फ्ल्याट भएर बसेको छ नि यहाँ। मुना मदनको जोडी डोरेमन र के अरे नोबिताको जोडी देख्दा भएको छ। फाइनली हामी चाहिँ ड्राई पिकनिकको बस्ने ठाउँ आइपुग्यौँ। हामी चाहिँ छुट्टा छुट्टै पार्टनर हिँडेको भएर दुईवटा पार्टनर चाहिँ त्यहाँ गएर बसिराख्नु भएको छ। अरूहरू चाहिँ आउँदै हुनुहुन्छ। दिदीहरू चाहिँ उतातिर यस्तो राम्रो ठाउँ सुन्दर ठाउँमा चाहिँ ड्राई पिकनिक गर्नलाई हिँडेको। अनि म चाहिँ यहाँ छु। यहाँ चाहिँ सबै फुलहरू यस्तो भइरहेको रहेछ पानी हालेर रहेछ। यस्तो राम्रो राम्रो ठाउँ देख्छौँ हामी चाहिँ। यस्तो राम्रो छुट्टीको सदुपयोग दिनभरि चाहिँ घाम भएर चाहिँ नहिँडेको। अहिले चाहिँ हामी शीतल
उहाँ चाहिँ यसरी हिँडिरहेको छौँ। ओ यो चाहिँ बिग्री गयो। यहाँ चाहिँ दुईजना हुनुहुन्छ, उहाँलाई चाहिँ गर्मी भएर एकदमै लास्टै हुनुहुन्छ मुनामा। यहाँ शीतल हुन्छ नि भइहाल्छ नानी। सबै आउँछ, टेन्सन नगर्नु। छ्यामाको भिडियो खिच्नु चाहिँ मिल्दैन। भयो अब अहिले सही हो। हाम्रो चाहिँ पिकनिकहरू विवेक टुक्रा टुक्रा गरेर गरिदिनु ल। राम्रोसँग बस युट्युबमा आउँछ नि, मिल्दै मिल्दैन पुरै हाम्रो आरती श्रेष्ठ सब्सक्राइब गरिहाल्नु। अब कसको नेपाल चाहिँ दिएन हुन्छ नि, त्योहरू चाहिँ अलिक क्यामेरामा नआउनु होला, अप्ठ्यारो पर्ला फेरि। युट्युबमा आएपछि फेरि सब भाइरल हुन्छ नि। राख्नु राख्नु ल दाइहरू कसैले सबैको अब यो चम्चीले घोप्ने बस्नु सुरु दाइ बस्नु न। ठीक छ भयो होला। अब अहिले खाएको है भइसक्यो, अब अहिले हालेको खाएको नि त छोत्री हालेर भाँडा रह्यो भने बरु थपिदिने हो क्या। पास गर्दा चाहिँ ओसिन्छ ल कोही उठेका कोही युट्युब पार्ने के मोबाइलमा मलाई युट्युबको बारेमा थाहा छैन। विवेकको ल्याउनु दिदीको प्लेट म हाल्छु खाँदै भएर अल्ला हाल्छु। Lights went down when you feel lost in your shadow. Don't feel alone, don't
scream so loud. We are living in this cruel world. Broken but strong, gotta move on.